रौतहटको धनपालथान गाउँपालिका 5 की 7 वर्षीय नाबालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले नाबालिकाकै कान्छा काकालाई पक्राउ गरेको छ। शनिबार बिहान अक्षय सरदारकी 7 वर्षीय छोरी आत्तिका सरदारको शव घरबाट करिब 100 मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा फेला परेको थियो। नाबालिका बलात्कारपछि हत्या गरेको आरोपमा काका 22 वर्षीय अनिश सरदारलाई पक्राउ गरी कर्तव्य जान र हाडनाताकरणी मुद्दामा म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कपिला चुडालले जानकारी दिइन्। मृतक नाबालिकाको बुवा आमा विराटनगरमा मजदुरी गर्छन्। उनीहरू काममा जाँदा 3 सन्तानको रेखदेख हजुरआमाले गर्दै आएकी थिइन्। शुक्रबार अक्षय श्रीमतीको भाइसँग भारत गए। उनकी श्रीमती माइती घर गइन्। घरमा हजुरआमाले खानपिन पछि नाति नातिनीलाई काकासँग सुत्न पठाएकी थिइन्। राति अनिशले बालिकाको बलात्कारपछि हत्या गरेर शव सडकमा फालेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। Welcome to Kantipur College, Biratnagar. गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस गाउँपालिका सभापति रामकुमार कामत विरुद्ध वडा अध्यक्षले मिटर ब्याजको उजुरी दिएका छन्। कटहरी गाउँपालिका वडा नम्बर 3 का अध्यक्ष जदुलाल कामतले रामकुमार विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा मिटर ब्याज मार्फत ठगी गरेको भन्दै उजुरी दिएका हुन्। मिटर ब्याज कारोबारीको ट्याग लाग्दै आएका कामत विरुद्ध कटहरी गाउँपालिका 2 की 55 वर्षीय रामवती राजवंशीले दिएको मिटर ब्याजको उजुरी विचाराधीन छ। नेपाली कांग्रेस गाउँपालिका सभापति समेत रहेका रामकुमार कामतका कारण आफू सडकमा आएको जद्दुलालको दावी छ। वडाध्यक्ष जद्दुलाल कामतले 2074 सालमा करिब 7 कट्ठा जग्गा खरिद गर्दा तत्कालीन पालिका अध्यक्ष कामतसँग 21 लाख रुपैयाँ ऋण लिएका थिए। आफ्नो जग्गा रामकुमारकी श्रीमतीको नाममा पास गरेर ऋण लिएका उनले पटक पटक गरी रामकुमारलाई 35.5 लाख रुपैयाँ तिरेको दावी गरेका छन्। तर अझै 23 लाख रुपैयाँ माग गर्दै जग्गा फिर्ता नदिएको उनले बताए। उनले न्यायका लागि हारगुहार गर्दा कतैबाट सहयोग नपाएको बताएका छन्। प्रतिनिधि सभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ। आइतबार बसेको सभाको बैठकले पारित गरेको हो। यो विधेयक पारित भएसँगै प्रशासनिक संघीयता कार्यान्वयनको बाटो खुलेको छ। विधेयक पास भएपछि अब प्रदेश प्रमुख सचिव संघीय सेवाको हुने गरी व्यवस्था छ। प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाका हुनेछन्। प्रदेशमा प्रदेश सचिव तयार नहुँदासम्म संघबाट 10 वर्षसम्म खटाइनेछ। संघीय निजामती सेवाबाट अवकाश भएकाहरूले संवैधानिक नियुक्ति लिन अब 2 वर्ष पर्खनु पर्ने हुन्छ। पास भएको विधेयकमा कर्मचारीका लागि 2 वर्षको कुलिङ पिरियड राखिएको छ।